अहिले फेरि अलिक पानी रोकिएको छ अनि पानी रोकेर बाहिर मौसम यस्तो छ। यतिकै भयो भने राम्रै हुन्छ होला। यहाँलाई सेवान्ने नमस्कार। पश्चिम सिक्किमको परेङ गाउँमा छु म अनि मसँग यता हुनुहुन्छ श्री एरन राई। हामी चाहिँ यहाँ परेङ गाउँमा स्थित किरात राई माङखिममा चाहिँ आज साकेवा उभौली मनाइँदैछ अनि हामी आएका छौँ। हामीलाई निमन्त्रणा छ, हामी हिजो नै आएका हौँ र माथि अनाउन्स पनि भइरहेको छ र अब हामी यहाँबाट निस्किँदैछौँ, माथि माङखिमतर्फ जाँदैछौँ। हाम्रो चाहिँ यहाँ बसाइ भयो है। यहाँ माथि चाहिँ माङखिम रहेको छ। त्यो चाहिँ हाम्रो कसको घर हो? हाम्रो यहाँ सिङथाङ परेङ गाउँको डिके बुबुको सुखुम खोटी हो। त्यो मजाको है, हेर न टट्ट गाउँमा यस्तो डिजाइनको घरहरू सानो मजा देख्छ। अनि कस्तो भयो बसाइ? यहाँ त जहिले पनि आनन्द आउँछ नि। अब यो बुबुको एकदमै यहाँको अतिथि संस्कार एकदमै भव्य छ, राम्रो छ। पुरानो फापरको रोटीहरूसँग अनि है आजको खाजा त अर्ग्यानिक दमदार भयो। अनि यहाँ मैले के देख्दैछु चाहिँ माथि माङखिममा पनि यहीँबाट यो कन्सेप्ट लगेको रहेछ। यहाँ चाहिँ वाबुक बनाएको छ काठको, त्यसलाई यसरी यहाँ राखिएको छ। मौसम यस्तो छ, पानी चाहिँ नपरिदियोस्, अरू सबै ठिकै छ कि कसो निशा? आज पानी चाहिँ नपर्ला जस्तै छ। त्यहाँदेखि अघि पऱ्यो नि हल्का, पर्दैन यत्तिकै भने पनि ठिकै छ नि, काफी छ नि दिन है, गरम पनि हुँदैन। लियौँ खाजाहरू सबै हो, सबै लियौँ माथि भेटौँ न। माथि लागेको पो लु त हामी चाहिँ लागेको अब उकालो। लिएर आउनु लु त हामी चाहिँ अब उकालो लागेको है। सर्टकट रहेछ यहाँ। बुढौली चाहिँ साक्षी हो नि बुबु, हो नि। बुढौली चाहिन्छ सर्टकट हो भने त्यही त सर्टकट लागेको हामी चाहिँ उकालो। मुख्य अतिथि महोदय सामान्य मन्त्री भोजराज राई ज्यू, शहरी विकास विभाग एवं खाद्य तथा नागरिक आपूर्ति विभागका माननीय मन्त्री हुनुहुन्छ, उहाँ हामीमाझ आइसक्नु भएको छ। परेङ गाउँ पश्चिम सिक्किमको सोरेङ जिल्लामा पर्ने एउटा यस्तो ठाउँ हो जसलाई राईहरूको किल्ला भन्न सकिन्छ। यहाँ माङ्पा, मुन्दुमी जान्ने र राई भाषामा दखल भएका थुप्रै व्यक्तिहरू छन्। सिक्किममा पहिलो राई भाषा पढाउने पहिलो पाठशाला पनि यही गाउँबाट सुरु भएको हो, जुन सम्पूर्ण राई किराँत समुदायको लागि गर्वको कुरो हो। अनि अहिलेघरि यस पाठशालामै रिजनल राई लिङ्ग्विस्टिक एन्ड कल्चरल रिसर्च सेन्टर निर्माण भइरहेको छ। यही परेङ गाउँको मुटुमा अवस्थित छ किराँत मनोकामना धाम। यस धामको परिसरमा राई किराँत जातिको मौलिक सुप्तुलुङ अर्थात् 3 चुला ढुङ्गा मौजुद छ, जुन स्वाभाविक रूपमा बनेको मानिन्छ। साथै हाम्रो आराध्य देव सुम्निमा पारुहाङसँग जोडिएको केही पौराणिक कथाहरू पनि यस ठाउँमा सुनिन्छन्। यस गाउँमा पहिले एउटा सानो माङखिम थियो, त्यसलाई विस्तार गरी किराँत राई साया चोङमु माङखिमको नाममा नयाँ संरचना निर्माण गरेर 2024 सालमा उद्घाटन गरियो, जसले पुरानो माङखिमको नाम र पहिचानलाई निरन्तरता दिएको छ। अनि यस सालको उभौली साकेवाको अवसरमा हामीलाई पनि निमन्त्रणा आयो र हामी पनि पुग्यौँ परेङ गाउँ झुसिङथाङ साकेवा मनाउन। यहाँ पहिला पुरानो माङखिम थियो भने अहिले आएर चाहिँ यो नवनिर्माण माङखिम, यसको उद्घाटन चाहिँ पोहोर साल 2024 मा भएको थियो भने आज यहाँनिर साकेवा उभौली यसरी भइरहेको छ। अनि यस ठाउँ वरिपरिबाट धेरैजना आज यस उभौली चाडमा है सहभागी बन्न आएका छन्। चढाउँदै यो उभौली साकेवा चाड 2025 को यसै सायचोङ माङखिमको प्राङ्गणमा हामी एउटा बोक्तमी साकेवा उठाउने मेलो हामी यहाँ प्रस्तुत गर्न गइरहेका छौँ।
आफ्नो सिलीद्वारा नै हामी आफ्नो खेतीपाती गर्ने गर्थ्यौँ भनेदेखिलाई सिलीद्वारा नै मागलाई सम्झिँदै अन्नबालीको सह पनि माग्ने गर्थ्यौँ। त्यसरी नै यो सिलीमा एक झलक झल्काइएको छ कि आज यो हामीले अन्नबाली छरेकोदेखि उठाएर सायाचोङमा गरेकोसम्म हजुरहरूको माझमा यो एक झलक लाग्न गइरहेको छ। सर्वप्रथम हुन्छ साथीभाइलाई बोलाउने सिली यानि कि बुद्धमा सिली भनेर भनिन्छ। चालिम वाकमा सिल्ली भइरहेको छ। बिउलाई रोप्ने सिल्ली भइरहेको छ। बुङ्सी भएन यो तिमी खान्छ र बुङ्सीपा होइन न बुङ्सीपा म बुङ्सीपै खान्छु वाचिपा नखानेहरूको लागि राख्दिउ न के भएको हुन्छ आलाङ्ने All the best. धेरै आशिष दिउँ। All the best, say all the best. र अब हामी कार्यक्रमको मुख्य चरणतिर आइसकेका छौँ। यो गीतपछि हामी मूल कार्यक्रममा आउनेछौँ। तर अहिले त्यसो भन्यो भने त्यो चाहिँ खै खै साइलेन्ट गर्दै कुद्ने हामी होइन। तर म तपाईँलाई एउटा कुरा बिन्ती गर्न चाहन्छु, हेर्नु सिक्किममा हरेक ठाउँमा तपाईँ हामीले माया गरेर सिक्नुपर्छ। अलिकति भोजनको लागि सामूहिक सिल्लीमा चाहिँ सान्दीभाइहरूको सहभागिता महत्त्वपूर्ण छ। नत्र म लास्ट रिसाउँछु है फेरि। आज तपाईँ त खुसी नि है। अब हामीले पार्टी दिन्छ जाँदा सान्दीवालाई बधाई चाहिँ आज सम्मान प्राप्त गर्नुभएको छ है। हामीलाई पार्टी दिनुपर्छ बाटो जाँदा होला सान्दीवाले एकदमै। ल नाना आज कस्तो भइरहेको छ साकेबा? रमाइलो ठिकै छ। सान्दीबा ठिकै छ? ठिकै छ नि। अब कार्यक्रमको अब हामी एकदम अन्ततिर आइरहेको छौँ। सान्दीबा ठिकै छैन? तपाईँको त भोलि फेरि डरलाग्दो जिम्मेवारी छ है। सेलिब्रेसन कमिटीका ट्रेजरर सुनिना म्याडमलाई यहाँ मञ्चमा आइदिनु गर्न चाहन्छु। र विशेष अघि यो जुन चाहिँ बोक्तोमीको एउटा यहाँनिर उहाँहरूले आफ्नो प्रस्तुत दिनुभयो, बोक्तोमीबाट साकेवालुङलाई जगाएर सायाचोङमा मेलो जुन चाहिँ भयो, अब त्यो विषयमा चाहिँ अब हुनु चाहिँ उहाँको सोर्स चाहिँ फेरि उहाँको है, मेरो पापा हुनुहुन्छ, उहाँको नाम प्रताप सिंह राई र त्यस्तै प्रकारले हाम्रो टिएम राई पनि जोडिनु भएको थियो, उहाँ मेरो बाङ्गा हुनुहुन्छ। त्यस्तै प्रकारले हाम्रो मैते राई पनि जोडिनु भएको थियो। उहाँहरू यहाँ हाम्रो परेङ गाउँको चाहिँ वरिष्ठ र मुन्दुम जानकारहरू हुनुहुन्छ।
र प्रताप सिंह राईले भन्नुभएको उहाँ चाहिँ सोर्स हुनुहुन्छ र उहाँको भनाइ चाहिँ के हो भन्दाखेरि यो चाहिँ एउटा साकेवा लुङलाई चाहिँ हामीहरूले जगाउनु पर्छ भन्ने कुरा हो बोक्तोमी मेलोबाट र बोक्तोमी मेलोबाट साकेवा लुङ जगाएर चाहिँ सम्पूर्णको किरावा छा मात्रै नभएर विभिन्न थुमबाट आउनु भएको सम्पूर्ण रावा पाछाको चाहिँ सायाचोङमा गर्ने यो एउटा मेलो हो र यो चाहिँ खालि उभौलीमा मात्रै गरिन्छ उधौलीमा चाहिँ खालि रियाकोपमा मेलो मात्रै हुन्छ र यो चाहिँ खालि उभौलीमा हुनु त अब साकेवाको यसको एक्सप्लेनेसन थुप्रै छ तर यो एउटा पार्ट हो र यसमा चाहिँ के छ भन्दाखेरि उभौली साकेवामा चाहिँ यो गर्नु अति जरुरी छ र सायदै मैले याद पाएको मेरो नलेजमा चाहिँ यो जुन चाहिँ बोक्तमी मेलोबाट साकेवा उठाएर सम्पूर्णको सायाचोङमा गरेको चाहिँ सायदै यो मैले अरू ठाउँ त मैले देखेको छुइनँ सायद कति ठाउँ गरेको होला तर यो एउटा परेङगाउँमा एउटा ऐतिहासिक कार्यक्रम त्यो प्रस्तुतिमा चाहिँ बोक्तोमी मेलोबाट साकेवा लुङ उठाएर सम्पूर्णको सायाचोङमा गरिदिने मेलो यो र यो चाहिँ विशेष उधौलीमा चाहिँ यो एकदमै हुँदैन यो चाहिँ श्रीमान प्रताप सिंह राईले भन्नुभएको उहाँ चाहिँ यो 90 वर्ष पुग्नु चाहिँ 1 वर्ष मात्रै छ र यो उमेरमा पनि उहाँले यसरी हामीहरूलाई आफ्नो कुराहरू भावी पिँढीले सिकिराखोस् भनेर एउटा उहाँले आफ्नो प्रस्तुति दिनुहुँदैछ अरूलाई सिकाउनु हुँदैछ र यो कुरा चाहिँ सम्पूर्ण किरावा छाहरूले लेखेर राख्ने उहाँहरूले पनि सिकेर राख्ने ताकि भोलिको दिनमा हामी भावी पिँढीलाई पनि यो कुरा चाहिँ काम लाग्ने छ भन्दै म एज अ पब्लिसिटी विङबाट म यो आफ्नो सानो छोटो कुरा यहाँहरू राखेँ र सबैलाई अलग्ने भन्न चाहन्छु सेवान्ने झाडाडा आज हाम्रो यहाँ परेङगाउँ स्थित किरात राई सायाचोङ माङखिम परिसरमा यो अखिल किरात राई सङ्घ सिक्किम
ब्लक स्तरीय समिति परेगाउँबाट आयोजित यस वर्षको साकेवा उभौली आज समापन भएको छ। यो एक दिवसीय हाम्रो कार्यक्रम रहेको थियो र यसमा हाम्रो सिक्किम सरकारका माननीय मन्त्री शहरी विकास मन्त्री श्रीमान भोजराज राई सान्दिवाको मुख्य अतिथिमा यो कार्यक्रम आज समापन भएको छ र साथसाथै राज्यका विभिन्न वरिष्ठ व्यक्तित्वहरू, पूर्व मन्त्री, वरिष्ठ सरकारी अधिकारीगण र सम्पूर्ण अखिल किरात राई सङ्घका विभिन्न वरिष्ठ कार्यकारिणी सदस्यहरू र सम्पूर्ण हाम्रा नजिकैको जति पनि सोरेङ जिल्लाका ब्लक स्तरीय समितिहरू र हाम्रा सम्पूर्ण परेगाउँ अखिल किरात राई सङ्घ सिक्किमका परिवार अनि सम्पूर्ण परेगाउँ झुसिङथाङका सम्पूर्ण गाउँवासीको उपस्थिति रहेको थियो र आज यसरी नै हाम्रो बिहानी सामखादेखि पूजा भएर साकेवा लुङको पूजा भएर र यहाँ सम्पूर्ण आउने हाम्रो माङपागण, हाम्रो राईपागणहरूले हाम्रो राई किरात राईको दस्तुर अनुसार यहाँ पूजा अर्चना भएर साकेवा चाडको हामीले एकदमै पूजा आर्चना गर्न सफल भएका छौँ र साथसाथै सम्पूर्ण आउनु हुने उपस्थितको यहाँबाट हामीले सायाचोङमा गरेर उहाँहरूको शिर उठाउने कार्यक्रम गरेका छौँ र साथसाथै हामीले यहाँ माङपागण हाम्रो किरात राई सायाचोङमा माङखिमको माङपागण र राईपागणबाट हाम्रा सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री र उहाँको धर्मपत्नीको पनि सायाचोङमा हामी भन्छौँ र शिर उठाउने मेलो, शिर उठाउने कार्यक्रम पनि यहाँ हामीले गऱ्यौँ र साथसाथै उपस्थित सम्पूर्ण अतिथिगणहरूको पनि हामीले यहाँ सायाचोङमा गरेर हामीले पूजा आजको साकेवा पर्वलाई हामीले सफल बनाएका छौँ र सम्पूर्णलाई फेरि पनि जति पनि उपस्थित हुनुहुन्थ्यो यहाँबाटै हामी सम्पूर्ण आयोजक समिति तथा अखिल किरात राई सङ्घ सिक्किम ब्लक स्तरीय समितिकोबाट उहाँहरू सम्पूर्ण उपस्थित हुने व्यक्तित्वगणलाई हामी फेरि पनि आयोजक समितिको तर्फबाट बद्धे बद्धे आलाङ्ने भन्न चाहन्छौँ। आलाङ्ने हाम्रो चाहिँ सायाचोङमा भएको छ बर्थडे बर्थडे आलाङ्ने समितिलाई अब हामी यहाँबाट निस्किरहेका छौँ। परेगाउँको व्यथा कथा यस्तै छ हो, तपाईँहरूले बुझिदिनुहुन्छ, आइदिनुहुन्छ। अरे आफ्नै गाउँ जस्तो हो परेगाउँ। आजको अवार्डी सायाचोङमा हो, शिर उठोस् एकदमै शत्रु दुश्मन गाली साप सबै हटेको हुनुपर्छ यो वर्ष चाहिँ। फेरि अर्को उभौलीमा फेरि एकदम किरात राई सायाचोङमा माङखिममै भेट हुनुपर्छ एकदम पक्कै पक्कै पक्कै। यहाँ इन्टरभ्यू लिइसक्यो मैले हो, आज जातिको लागि कति काम गर्ने उत्साह जागेको छ यो फेलिसिटेसनले। अहिलेसम्म त त्यही 100 मात्रै पुगेको थियो, अब 100 अलिकति माथि माथि। दामी कुरा। ल गाडी जाउँ है। ल पिडी धेरै धेरै धन्यवाद। भेट्दै गरौँ होइन नि, त्यस्तो होइन नि। बर्थडे बर्थडे आलाङ्ने फोन गर्छु म। ल ल म हाल्छु। लु त अब हामी परेगाउँबाट बिदा लिइरहेका छौँ। हामी गान्तोक पार्टीसँग अब लागिरहेका छौँ किनकि भोलि फेरि राङका राईगाउँ पारो हाङ साप्तिन माङखिममा साकेवा उभौली छ र हामी अब यहाँबाट चढिरहेका छौँ। अब के भन्नु, अब तपाईँलाई अब आन्तरिक हृदय होइन हो त्यस्तो त आभार व्यक्त पर्दैन हौ, गाउँकै हो नि। तपाईँलाई त अब परेगाउँ नै नि, परेगाउँमै राख्नुहोस् होला। एकदम सोच्दिनँ नि म, र त्यही भएर त आइहाल्छु त म। एकदमै एकदमै यहाँ जानु त मन थिएन। ल आलाङ्ने अब जानु त मन थिएन, फेरि अब जानै पर्छ किनकि अब बसेको गर्नु भएन। भोलि फेरि पारो हाङ साप्तेन माङखीमा भव्य साकेवा भइरहेको छ राङखामा। अनि अन्त ससुरालीमा त कति बस्ने हो अन्त त्यस्तो भन्नु न, दुःख लाग्छ त्यस्तो छड्के हान्दा। तर तपाईँले भनेको कुरा कुनै दिन पुग्छ होला। यसो ठुलो ठालोले भनेको त पुग्नै पर्यो नि। आशिष हो।
लु त परेङ्गाउँको यो वासस्थान जसमा हामी बसेको थियौँ डिके बुबुको वासस्थान लाई पनि अब बिदा गर्दै हामी डिके बुबुलाई धेरै धेरै धन्यवाद छ यस्तो लग्जरियस हामीलाई स्टे दिनुभएकोमा खाना पनि राम्रो थियो दामी नि र म प्रबलको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो एकदमै फल्दै फुल्दै अझै वृद्धि हुँदै जाओस् यो जग्गा र तपाईँको सेवा व्यर्थै नजाओस् एकदम लुजु र अब चाहिँ हामी निस्केको लुजु र धेरै धेरै धन्यवाद छ परेङ गाउँवासीलाई हामीले निम्ताउनु भएकोमा भयो ल हवस् त हामी अब यहाँबाट गान्तोकतर्फ लागिरहेको छौँ र यहाँहरूलाई थ्याङ्क यू सो मच बाई बाई ओके त अब हामी यहाँबाट निस्किरहेका छौँ अब परेङ गाउँबाट गान्तोकको यात्रा र हाम्रो यहाँ ग्रुपै छ कसलाई 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 कसले कसले डिगो कहाँ छ यहाँ माथि छ नि क्या डिगो ए डिगो यहीँ रहेछ त लु त बेलुकाको चाहिँ सङ्गीतिक कार्यक्रम रहेछ माथि अनाउन्स गरिरहेको छ हामी जाउँ भनेको हामीलाई फेरि रोक्यो है सान्दिबा हिँड्नुपर्ने तर हामीले रोकेको छ र एकछिन बस्नु पर्ला र यो भिडियो चाहिँ म यतिमा अन्त गरिरहेको छु भिडियो हेर्नुभएको धेरै धेरै धन्यवाद त भेटौँ अर्को भिडियोमा भोलि राङ्काको भिडियोमा आइरहेको हुन्छ त्यो पनि तपाईँले देख्नुहुनेछ भन्दै आजको लागि यस भिडियोबाट बिदा चाहन्छु बर्थडे आलाङ्ने तर्फबाट हामी